रिलेशनल अपरेटर इन जाभा को स्पोकन ट्युटोरियलमा स्वागत छ। यो ट्युटोरियलमा हामी सिक्ने छौं बुलियन डाटा टाइप, रिलेशनल अपरेटर र रिलेशनल अपरेटर प्रयोग गरी कसरी डाटा तुलना गर्ने। यो ट्युटोरियलमा हामी प्रयोग गर्दै छौं उबुन्टु 11.10, जेडीके 1.6 र इक्लिप्स 3.7। यो ट्युटोरियल अनुसरण गर्न तपाईसँग जाभामा डाटा टाइपको ज्ञान हुनुपर्छ। यदि छैन भने कृपया हाम्रो वेबसाइटमा हेर्नुहोला। रिलेशनल अपरेटर कन्डिसनहरु जाँच्न प्रयोग गरिन्छ। तिनीहरुको आउटपुट बुलियन डाटा टाइपको भ्यारिएबल हुन्छ। एउटा बुलियन डाटा टाइपको साइज 1 बिट हुन्छ। यसले खाली दुई मानहरु भण्डार गर्छ, ट्रू वा फल्स। ट्रू कन्डिसन सही हुँदाको आउटपुट हो, फल्स कन्डिसन गलत हुँदाको आउटपुट हो। यहाँ केही उपलब्ध रिलेशनल अपरेटरहरुको सूची छ। ग्रेटर देन, लेस देन, इक्वल टु, ग्रेटर देन इक्वल टु, लेस देन इक्वल टु, नट इक्वल टु। हामी हरेकलाई विस्तृत रूपमा हेर्ने छौं। इक्लिप्समा जाउँ। यहाँ हामीसँग इक्लिप्स आईडीई र बाँकी कोडलाई आवश्यक स्केलेटन छ। मैले एउटा बुलियन डेमो क्लास बनाएकी छु र मेन मेथड थपेकी छु। अब केही अभिव्यक्तिहरु थपौं। टाइप गरौँ बुलियन b। बुलियन किवर्डले भ्यारिएबल b को डाटा टाइप बुलियन को रूपमा घोषणा गर्छ। हामी हाम्रो कन्डिसनको नतिजा b मा भण्डार गर्ने छौं। हामी एउटा वेट भ्यारिएबल डिफाइन गर्ने छौं र त्यो भ्यारिएबल प्रयोग गरी एउटा कन्डिसन जाँच्ने छौं। इन्ट वेट इक्वल टु 45। हामी वेट को मान ग्रेटर देन 40 छ छैन जाँच्ने छौं। b बराबर वेट ग्रेटर देन 40। यो स्टेटमेन्टले भ्यारिएबलको मान 40 भन्दा ठूलो छ छैन जाँच्ने छ र नतिजा b मा भण्डार गर्ने छ। अब b को मान प्रिन्ट गरौँ। सिस्टम डट आउट डट प्रिन्टलन b। सेभ र रन गरौँ। हामी देख्छौं आउटपुट ट्रू छ। अब मान 40 भन्दा सानो भयो भने के हुन्छ हेरौं। वेटलाई 30 मा बदलौं। सेभ र रन गरौँ। हामी अपेक्षाकृत रूपमा आउटपुट फल्स देख्छौं। यसरी ग्रेटर देन चिन्ह कुनै मान अर्को मान भन्दा ठूलो छ छैन जाँच्न प्रयोग गरिन्छ। यसैगरी लेस देन चिन्ह कुनै मान अर्को भन्दा सानो छ छैन जाँच्न प्रयोग गरिन्छ। अब ग्रेटर देनलाई लेस देन चिन्हमा बदलौं। त्यसैले हामी वेट को मान 40 भन्दा सानो छ छैन जाँच्दै छौं। सेभ र रन गरौँ। हामी देख्छौं आउटपुट अपेक्षाकृत ट्रू छ। अब वेट को मान 45 बनाऊ र आउटपुट हेरौं। सेभ र रन गरौँ। हामी फल्स पाउँछौं किनकि कन्डिसन वेट लेस देन 40 सही छैन। अब कसरी एउटा मान अर्कोसँग बराबर छ भनी जाँच्ने हेरौं। यसो गर्न हामी दुई बराबर चिन्ह प्रयोग गर्छौं। अब लेस देन चिन्हलाई दोहोरो बराबरमा बदलौं। सेभ र रन गरौँ। हामी आउटपुट फल्स देख्छौं किनकि वेट को मान 40 बराबर छैन। अब वेटलाई 40 मा बदलौं र आउटपुट हेरौं।
सेभ र रन गरौँ। हामी आउटपुट ट्रू देख्छौं। यसरी बराबरी जाँच्न दोहोरो बराबर प्रयोग गरिन्छ। कृपया ध्यान दिनुहोस्, प्राय मानिसहरूले बराबरी जाँच्न एउटा बराबर चिन्ह प्रयोग गर्छन् र यसले नचाहेको एरर दिन्छ। अब कसरी लेस देन वा बराबर जाँच्ने हेर्छौं। यसो गर्न हामी एउटा लेस देन चिन्ह सँगै एउटा बराबर चिन्ह प्रयोग गर्छौं। दोहोरो बराबरलाई लेस देन इक्वल टु मा बदलौं। सेभ र रन गरौँ। आउटपुट अपेक्षाकृत ट्रू छ। अब वेट को मानलाई बदली लेस देन जाँच भयो भएन हेरौं। 40 लाई 30 मा बदलौं। सेभ र रन गरौँ। हामी वेट 40 बराबर नभए पनि आउटपुट ट्रू पाउँछौं किनभने यो 40 भन्दा कम छ। यदि वेट 40 भन्दा ठूलो भयो भने के हुन्छ हेरौं। मानौ 50। सेभ र रन गरौँ। हामी देख्छौं आउटपुट फल्स छ किनकि वेट को मान 40 बराबर छैन र यो 40 भन्दा कम पनि छैन। यसैगरी हामी एउटा ग्रेटर देन चिन्ह सहित बराबर चिन्ह प्रयोग गरी ग्रेटर देन वा बराबर जाँच्न सक्छौं। यो गरेर हेरौं। लेस देन इक्वल टु लाई ग्रेटर देन इक्वल टु मा बदलौं। सेभ र रन गरौँ। हामी देख्छौं आउटपुट ट्रू छ किनकि वेट 40 भन्दा ठूलो छ। अब वेटलाई 40 भन्दा सानो मानमा बदलौं। मानौ 30। सेभ र रन गरौँ। हामी गलत पाउँछौं किनभने वेट को मान 40 भन्दा ठूलो छैन र 40 सँग बराबर पनि छैन। अर्को हामी कसरी बराबर छैन जाँच्ने हेर्नेछौं। यसो गर्नलाई एउटा विस्मयादिबोधक चिन्ह सँगै बराबर चिन्ह प्रयोग गर्छौं। ग्रेटर देन लाई विस्मयादिबोधक चिन्हमा बदलौं। त्यसैले यो स्टेटमेन्टले वेट 40 बराबर छैन कि जाँच्छ र नतिजा बी मा भण्डार गर्छ। सेभ र रन गरौँ। हामी ट्रू देख्छौं किनकि वेट को मान 40 बराबर छैन। वेटलाई 40 मा बदलौं र आउटपुट हेरौं। 30 लाई 40 मा बदलौं। सेभ र रन गरौँ। हामी एउटा फल्स पाउँछौं किनकि कन्डिसन वेट 40 बराबर छैन गलत हो। नट इक्वल कन्डिसनलाई इक्वल कन्डिसनको उल्टो बुझ्न सकिन्छ। यसरी हामी जावामा विभिन्न डाटा तुलना गर्न रिलेसनल अपरेटरहरुको प्रयोग गर्छौं। यसले हामीलाई यो ट्युटोरियलको अन्त्यमा ल्याउँछ। यो ट्युटोरियलमा हामीले बुलियन डाटाको टाइपको बारेमा बुझ्यौं। रिलेसनल अपरेटरहरु र कसरी रिलेसनल अपरेटरहरु दुई मानहरु तुलना गर्न प्रयोग गर्ने सिक्यौं। यो ट्युटोरियलको कार्यको रूपमा देखाइएको दुई अभिव्यक्तिहरु समान छ छैन पत्ता लगाउनुहोस्। स्पोकन ट्युटोरियल प्रोजेक्टको बारेमा थप जान्न यहाँ उपलब्ध भिडियो हेर्नुहोस्। यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ। यदि तपाईसँग राम्रो ब्यान्डविड्थ छैन भने डाउनलोड गरी हेर्न सक्नुहुन्छ। स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला सञ्चालन गर्छ। अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ। विस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org मा लेख्नुहोस्।
स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो यसलाई नेशनल मिशन अन एजुकेसन थ्रु आईसीटी एमएचआरडी भारत सरकारको सहयोग रहेको छ यो मिशन सम्बन्धी थप जानकारी तलको लिंकमा उपलब्ध छ यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ सहभागिताको लागि धन्यवाद